हेलो एभ्रिवान। अब हामीले चाहिँ हिजो डे 2 मा चाहिँ के सिक्यौँ भन्दा यो कमेन्टहरू राख्ने कुरा सिक्यौँ अनि अर्को यो डाटा टाइपको कुराहरू लिस्ट टपल अनि डिक्सनरी सेटहरूको कुरा सिक्यौँ। सिंगल लाइन कमेन्ट भने के त्यो हेऱ्यौँ, डबल लाइन कमेन्ट भन्ने कुरा के रहेछ त्यो हेऱ्यौँ होइन। अनि यिनीहरूको एक्जाम्पलहरू हेऱ्यौँ अनि म्युटेबल र नन म्युटेबलको चाहिँ कुरा गरेर हेऱ्यौँ है त। ल अब आज चाहिँ डे 3 सुरु गरौँ होइन। अब सबभन्दा पहिला चाहिँ मैले एउटा डे 3 भन्ने चाहिँ फाइल बनाइहालेँ है त। ल अब यो गर्ने बित्तिकै अब आज चाहिँ सबभन्दा पहिला चाहिँ के सिकौँ भन्दाखेरि हामीले कसरी चाहिँ सरी म यसलाई क्लोज गरिदिन्छु। कसरी चाहिँ हामीले युजरबाट चाहिँ हामीले त्यो इनपुटहरू लिने त्यो कुराहरू आज सरल सिक्छौँ है त। अब इनपुट लिने त धेरै तरिकाहरू छ तर आज चाहिँ हामी यो एकदम बेसिक कुराहरू गरौँ है त। जस्तै टेकिङ इनपुट फ्रम युजर है त। अब हामीले यसमा चाहिँ के गर्छौँ भन्दाखेरि हामी युजरबाट चाहिँ कुनै इनपुटहरू लिनु पर्यो भने चाहिँ हामीले चाहिँ के गर्छौँ भन्दाखेरि इनपुट भन्ने कुरा चाहिँ इनपुट भन्ने चाहिँ एउटा किवर्डबाट चाहिँ हामीले के गर्छौँ कुनै डाटाहरू लिने कामहरू गर्छौँ है। जस्तै एउटा नेम भन्ने चाहिँ मैले एउटा भेरिएबल बनाएँ। अब यो भित्र चाहिँ मलाई व्हाट इज द नेम भनेर सोध्नु पर्ने सक्छ है त। अब मैले के गर्छु इनपुट अब जस्तै मैले यहाँ चाहिँ के गरिदिएर इन्टर योर नेम भनेर बनाइदिएँ है त। अब यो हुने बित्तिकै के भयो भन्दाखेरि नेममा यहाँ हामीले जुन नेमहरू इनपुट गर्यौँ त्यो कुरा चाहिँ यो नेम भन्ने चाहिँ भेरिएबलमा गएर बस्छ है त। अब यसलाई मैले चाहिँ के गरिदिन्छु प्रिन्ट नेम भनेर गरेँ। अब यो गर्ने बित्तिकै हेरौँ है त। अब यसलाई रन गरेर हेरौँ पाइथन के गर्ने पाइथन त्यसपछि डे 3 डट पाइ भन्ने हुन्छ। यो चाहिँ अब इन्टर नेम भन्ने सपोज मैले सबिन हाल्यो भने सबिन भन्ने कुरा प्रिन्ट भयो है त। ल अब यस्तै गरी अर्को पनि गर्नु पर्यो भने जस्तै मैले अब अर्को ए भन्ने कुरा गर्ने इजिकल टु इनपुट त्यसपछि गएर इन्टर योर एज गर्ने होइन। एकदम बेसिक वर्ड सिक्दै जान्छु है त। त्यसलाई मैले प्रिन्ट गरेँ फेरि एज गरेँ भने अब के हुन्छ त अब दुईचोटि एकचोटि यो सोध्ने भयो एकचोटि यो कुराहरू यो एज सोध्ने भयो है त। अनि यो नेम प्रिन्ट गर्ने हो एज प्रिन्ट गर्ने हो। ल यो चाहिँ एकदम बेसिक भयो होइन। अब भोलि चाहिँ हामीले यसलाई कसरी अर्को पनि जस्तै इनपुट लिने कुराहरूमा चाहिँ अर्को पनि सिकाउनु त्यसलाई चाहिँ टेन्सन मान्नु परेन है त। ल अब के गरौँ भन्दाखेरि जस्तै अनि के हुन्छ भन्दाखेरि जहिले पनि हामीले चाहिँ यदि हामीले जस्तै यहाँनिर चाहिँ यसमा रङ छैन है यसमा रङ छ यसमा किन रङ छ भन्दाखेरि यहाँ चेक गरौँ है त। जस्तै यसलाई मैले चाहिँ अनकमेन्ट गरिदिएँ। ल अब यसलाई मैले यहाँनिर रन गरेँ पाइथन डे 3 डट पाइ गर्नु इन्टरनेट ए भने 99। अब यहाँनिर के आयो 99। अब यसको चाहिँ एक्चुअली यो एजको जुन छ नि यसको डाटा टाइप चेक गरौँ है त। अब डाटा टाइप चेक गर्ने चाहिँ हाम्रो डाटा टाइप चेक गर्ने हामीले कसरी भन्दाखेरि प्रिन्ट होइन। अब त्यसपछि मैले यहाँ के गर्छु टाइप होइन। अब के गर्छु यहाँनिर मैले जस्तै एज भनेर चाहिँ मैले यो गरेँ भने अब यहाँनिर गएर मैले के गर्नु पऱ्यो फेरि यो गर्दाखेरि मैले 19 गरेँ। यहाँनिर के आयो स्ट्रिङ आयो नि त स्ट्रिङ आयो। अब हाम्रो 19 भन्ने चाहिँ स्ट्रिङ हो त आयो नि त। ओ त्यही भएर चाहिँ बाई डिफल्ट हामीले चाहिँ कुनै भेरिएबल आफ्नो चाहिँ के कुराहरू स्टोर गरेको छ भने त्यो चाहिँ जहिले स्ट्रिङमा बस्छ है त। अब त्यसलाई होइन हामीले इन्टिजरै भेरिएबल चाहिँ अथवा फ्लोट भेरिएबल इन्टिजर नै इनपुट गर्नु छ फ्लोट नै इनपुट गर्नु छ भने चाहिँ पहिला के गर्ने आइडेन्टिटी इन्ट लेख्ने होइन। अब यो भित्र चाहिँ गएर के गर्ने त अब यसो ब्र्याकेट भित्र चाहिँ यो कुरा लेखेपछि अब चाहिँ चेक गरौँ है त। जस्तै अब मैले फेरि पाइथन
B3 गरे अब इन्टर 19 गरे नि इन्टिजर भन्दा ओ ल यो कुरामा चाहिँ नझुकिने है त जस्तो बाइ डिफल्ट के हुने रहेछ त पाइथनले कुनै पनि इनपुट चाहिँ स्ट्रिङमा लिने रहेछ है यति कुरा हो हैन अब अर्को कुरा भने चाहिँ कस्तो भयो भन्दाखेरि अब टाइप कन्भर्जन भन्ने छ है त पाइथन टाइप कन्भर्जन अब टाइप कन्भर्जन भनेको मैले के गरेर चाहिँ टाइप कन्भर्जन चाहिँ मैले के गरेँ यसमा मैले तपाईँहरूलाई सिकाएँ तर अब यहाँनिर हेरौँ होइन पाइथनले के गर्छ भन्दाखेरि दुईटा कुरा हुन्छ यो पाइथन एउटा चाहिँ पाइथन automatically change the change yes and change the type एउटा टाइप एउटा चाहिँ के हुन्छ अर्को चाहिँ हामीले के गर्नुपर्छ अर्को चाहिँ हामीले के गर्नुपर्छ म्यानुअली चाहिँ हामीले के गर्नुपर्छ डाटा टाइप चेन्ज गराउनु पर्छ है त ल अब यो भयो होइन अब अर्को कुरा भनेको जस्तै म्यानुअली चेन्ज गर्ने कुरा चाहिँ मैले तपाईँलाई यसमा सिकाइहालेँ है त अब कसरी अटोमेटिकली चाहिँ कसरी हुन्छ भन्ने कुरा मैले जस्तै मैले के गरेँ एउटा ए भन्ने भेरिएबलमा 10 भन्ने कुरा राखेँ है त अब अर्को कुरा मैले बी भन्ने भेरिएबलमा चाहिँ 10.6 राखेँ सपोज है त अब मैले प्रिन्ट गराइदिएँ प्रिन्ट गराएर हेरौँ अब यो प्रिन्टमा आएपछि मैले ए प्लस बीलाई मैले के गरेँ प्रिन्ट गरिदिएँ अब लेट्स सी यो चाहिँ चलाउँ प्रोग्राम रन गरौँ है त प्रोग्राम रन गर्दाखेरि यो है के भयो नि यो 20.6 भन्दा आइदियो कि होइन यो 20.6 भन्दा आयो नि त अघि नै बुझ्यो अब कसरी भयो भन्दा यहाँ फ्लोट भ्यालु भयो यहाँले इन्टिजर भ्यालु भनेपछि अब यसले चाहिँ के गर्यो भन्दाखेरि अटोमेटिकली चाहिँ यो 10 लाई यो जुन इन्टिजर छ नि यसलाई पनि फ्लोट भ्यालुमा के गरिदियो त ट्रान्सफर गरिदियो है त बुझ्यो अटोमेटिकली के गरिदियो चेन्ज गरिदियो है अब हामीले चाहिँ के गर्नु सकिन्छ भन्दाखेरि जस्तै अब हामीले चाहिँ के गर्न सकिन्छ भन्दाखेरि यो जुन यो भेरिएबल छ नि यसलाई चाहिँ मैले सिधै के गर्न सकिन्छ अब जस्तै मैले यो अब चाहिँ ल बीलाई चाहिँ मैले के गरेँ एउटा सी भन्ने कुरामा लगाएर आइएनटी चाहिँ मैले बी गरेँ भने अब लेट्स सी त अब कसरी चल्छ ए प्लस सी गरौँ त फेरि 20 मात्र आयो यो 0.6 हट्यो नि त फ्लट भ्यालु हट्यो हो भनेपछि हामीले यसरी गऱ्यौँ भने चाहिँ यो के हो त म्यानुअली हामीले यसलाई चेन्ज गऱ्यौँ होइन अब होइन हामीले चाहिँ यसले चाहिँ डाइरेक्टली चाहिँ कसरी गर्ने छ त भन्दाखेरि फ्लटिङ भ्यालुमा यसले लग्दै ठिक छ ल है त ल अब यसमा अरू कुरा चाहिँ तिमीहरूले एकचोटि स्ट्रिङको कुरा हेर है त स्ट्रिङको कुरा चाहिँ कस्तो हुन्छ त हेर अनि त्यसरी भएन भने चाहिँ कतैबाट मलाई पठाऊ अनि म फेरि भन्छु है त्यो कुरा ल ओके गरी अब अर्को कुरा के गरौँ भन्दाखेरि अब अर्को कुरा भने चाहिँ अपरेसनको कुरा गरौँ है त जस्तै अपरेसन एडिसन गर्ने स्क्वायर गर्ने डिभिजन गर्ने होइन त्यही कुराहरूलाई चाहिँ सर र हामीले के गर्छौँ हेरिदिउँ है ल ओके अब हामीले अर्को कुरा भने चाहिँ के गर्ने रे अपरेटर ओपिआरए ORS operators in Python. यसमा धेरै छ अपरेटरहरू त हैन अब तर चाहिँ अहिले हामीले खासै धेरै चाहिँ हेर्दैनौँ अलिअलि कुराहरू हेर्छौँ है त जस्तै अब एरिथमेटिक अपरेटरहरूको कुरा हेर्दै त एरिथमेटिक अपरेटर कुराहरू है अब एरिथमेटिक अपरेटरको कुरा चाहिँ हामीले कसरी हेर्नु भन्दाखेरि जस्तै के हो त एउटा प्लस हुन्छ हैन अनि अर्को भनेको के हुन्छ होला अब पावर गर्नु पर्यो भने होइन अर्को पिरियड त्यसरी राखेर गर्न मिल्ने आउँछ होइन नत्र भने चाहिँ यो डबल मल्टिप्लिकेसन जुन हामीले दिन्छौँ नि हो यसले चाहिँ पावरको काम गर्छ है ल अर्को भनेको यो मोडुलस भयो है त ल डिभिजनको कुराहरू भयो है ल यति हो यसमा होइन म तिमीहरूलाई के गरिदिन्छु भन्दाखेरि एउटा पिडिएफ पनि राखिदिन्छु मसँग यहाँ पिडिएफ छ
यो अपरेटरको टाइप हेरेर अलिक चल्ने छ यो कुरा चाहिँ सर र आफै हेर खासै अपरेटरको कुरामा चाहिँ मैले धेरै भन्नुपर्छ जस्तो चाहिँ लाग्दैन अहिले त्यही एरिथमेटिक अपरेटरको कुराहरूमा चाहिँ खासै धेरै भन्नुपर्छ जस्तो चाहिँ लाग्दैन त्यही मैले तिमीहरूलाई एउटा कुरा चाहिँ अब सिकाइहालेँ जस्तै मैले एउटा num1 भन्ने चाहिँ एउटा भेरिएबल बनाएँ यहाँनिर भित्र चाहिँ गएर इनपुट अब मैले के अरे इन्टर फर्स्ट नम्बर अरे अब यो मिल्यो त मिल्या हैन किन भन्दाखेरि यसले चाहिँ यतिकै छोड्यो भने स्ट्रिङमा लिन्छ हैन अब यसलाई चाहिँ हामीले के गर्नु पर्यो इन्ट गरेर यो गरेन बल्ल इन्टिजरमा चाहिँ भ्यालु दिन्छ है त अब यसलाई मैले अर्को चाहिँ के गरिदिन्छु यो भन्दा तल पनि गरेर यसरी राखिदिन्छु यसलाई num2 बनाइदिए है त अनि इन्टर सेकेन्ड नम्बर गरे है त अब जस्तै अब मैले के गरिदिन्छु ल सिधै प्रिन्ट num1 प्लस num2 गर्यो भने यसलाई मैले माथिकोलाई चेक कमेन्ट राख्थेँ है ल अब यो गरे हैन अब लेट्स कस्तो के हुन्छ हेरौँ है त ल यसलाई मैले पाइथनमा रन गराइदिएँ भने इन्टर फर्स्ट नम्बर 2 सेकेन्ड नम्बर 3 5 आयो हैन अब यो प्लस चाहिँ के भयो त अपरेटर भयो नि त जस्तै ल तिमीले चाहिँ सेकेन्डमा ल मैले के राखिदिन्छु अब इन्टु गऱ्यो भने अब फर्स्टमा राखेको नम्बर चाहिँ हो यसको चाहिँ num2 चाहिँ पावरमा गएर बस्दिन्छ है ल फेरि एकचोटि यसलाई ट्राई गरेर हेरौँ है अब यो चाहिँ फर्स्ट नम्बर जस्तै मैले 2 गरेँ होइन अनि अर्को मैले 3 गरेँ अब 2 को पावर 3 भने कति हो त 8 भयो नि त हो 8 चाहिँ यसको रिजल्ट आयो ठिक छ ल यति कुरा हो नि अपरेटर खासै कुरा केही छैन एकचोटि सर हेरेर म तिमीहरूलाई पिडिएफ चाहिँ राखिदिइरहन्छु त्यसमा हेर है त अब अर्को अलिकति बिग कन्फ्युजन भनेको कस्तोमा हुन्छ भन्दाखेरि नि किमा एउटा इजिकल टु अर्को के हुन्छ त डबल इजिकल टु हैन ल अब इजिकल टु केमा युज हुन्छ अब डबल इजिकल टु केमा युज हुन्छ कि भन्छ अब हामीले चाहिँ इजिकल टु चाहिँ हामीले केमा युज गर्ने छौं भन्दाखेरि टु असाइन द भ्यालु के ठीक छ ल यो भयो अब अर्को डबल इजिकल टु चाहिँ मैले केमा युज गर्छु भन्दाखेरि टु compare with other or true ठीक छ ल भनेपछि जस्तै अब हामीले a इक्वल टु चाहिँ तिम्रो 5 गर्यो भने हो अब a मा चाहिँ के भयो त इक्वल टु भनेपछि a इक्वल टु 5 भने a मा चाहिँ गएर 5 भन्ने भ्यालु चाहिँ के भयो असाइन भयो कि ठीक छ अब अर्को मैले गरेर ल तिमीले b इक्वल टु पनि चाहिँ तिम्रो मैले 6 राखेँ के हैन अब यति भइसकेपछि चाहिँ अब यहाँ के हुन्छ भन्दाखेरि नि जस्तै अब यहाँ मैले तिमीलाई चाहिँ चेक गर्नु पर्यो ल अब यो चाहिँ राइट छ कि छैन हैन यो चाहिँ के छ भन्ने कुरा अब चाहिँ यसरी मैले यहाँ a मा गएर 5 असाइन हो b मा गएर 6 असाइन हो अब यहाँलाई हामीले जस्तै if हैन if अब a इक्वल टु b भइदियो भने के गर्ने त अब यहाँनिर प्रिन्ट हैन अब के गर्ने स्ट्रिङ हैन त्यसो अर्को भनेको चाहिँ के हुन्छ त else प्रिन्ट मैले गिफ्ट भने ठीक छ अब यहाँनिर मैले रन गर्ने है त सरी यसलाई मैले पहिला कमेन्ट राखिदिन्छु अब यहाँनिर गएर रन गरौँ पाइथन डट जी डिफ भन्ने कुरा नि त डिफरेन्ट भन्ने कुरा नि त हो भनेपछि यसले के गर्यो त a ले चाहिँ a र b चाहिँ यिनीहरू कम्पेयर गर्यो a इक्वल टु b दुईटैमा अब 5 भइदिएपछि सीमा आउँथ्यो अब 5 र 6 छ भनेपछि डिफरेन्ट आयो अब तिमीले यसको गएर फेरि 5 असाइन गर्यो भ्यालु अब फेरि रन गरेर के हुन्छ सेम भन्दा आयो हो त्यही हो है त ल अब अर्को कुराहरु छ जस्तै यस्तो कुरा है जस्तै चाहिँ तिम्रो प्लस इक्वल टु हैन अनि अर्को भनेको चाहिँ माइनस इक्वल टु हैन अनि अर्को कुरा भनेको चाहिँ तिम्रो स्ल्याश इक्वल टु
अब यसले चाहिँ के गर्छ भन्दाखेरि पहिलाको कुरा हेर्छौँ चाहिँ तिम्रो जुन अब ट्राई गरौँ है जस्तै यहाँनिर मैले कमेन्ट यसरी राख्थेँ होइन अब त्यसो मैले यहाँनिर चाहिँ गएर के गरेँ भन्दाखेरि जस्तै ए भन्नेमा चाहिँ गएर इनपुट आइएनटी होइन आइएनटी इनपुट होइन त्यसपछि मैले अब के गरेँ इन्टर नम्बर गरेँ होइन अब त्यसपछि मैले यहाँनिर चाहिँ के गरिदिएँ भन्दाखेरि ए प्लस इजिकल टु इनै गरेँ होइन अब ठिक छ है त यसमा मैले ए इजिकल टु 4 पनि असाइन गरेर राखेँ है अब यहाँनिर मैले प्रिन्ट मैले एलाई चाहिँ प्रिन्ट गरिदिएँ भने अब के हुन्छ हेरौँ है यसलाई चाहिँ ए प्लस इजिकल टु गरौँ अब रन गरौँ त इन्टर नम्बर जस्तै मैले के गरेँ भने अब कति आयो त यहाँनिर भन्दाखेरि 7 आयो किन भन्दाखेरि मैले यहाँनिर हाले भ्यालु 3 छ अब अलरेडी योसँग 4 छ भनेपछि अब यसले पहिला अब जब भ्यालु पायो त्यसपछि के गरेर अब 4 सँग जोड्दियो कि त्यही भएर 4 + 3 चाहिँ 7 भएको है त अब अरू कुरा पनि सेम होइन यो डिभिजन गर्ने कुराहरू पनि सेम छ अनि त्यसपछि चाहिँ अर्को सबट्र्याक्सन गर्ने अब माइनस इजिकल टु यो कुराहरू चाहिँ सर्व तिमीहरूले आफै हेरे है त ओके डन यति हो होइन जस्तै तिमीहरूले यहाँनिर चाहिँ इन्टु यो गरिदियो भने अब के हुन्छ 4 3 2 गराउनु पर्छ है ठिक छ सेम जस्तै मैले यहाँनिर चाहिँ तिम्रो गएर 3 राखिदियो भने अब 4 3 2 गरायो नि त होइन ल यो अब आजलाई यति गरौँ होइन अनि भोलि अरू कुराहरू छ अरू कुरा भोलि गरौँ है त आजलाई यति गरौँ है ओके थ्याङ्क यू